हुनुहुने 3.6 भन्दा माथि जिपिए ल्याउने जिल्लाभरका संस्थागत विद्यालयको सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यो सम्मान कार्यक्रम रहेको छ र यो सम्मान कार्यक्रममा हाम्रो निर्धारित समयभन्दा हामी ढिलो भइसकेको छ र हाम्रा प्रमुख अतिथिज्यू पनि हामी बिचमा आइसक्नु भएको छ, यही नजिकै हुनुहुन्छ। तसर्थ म कार्यक्रमलाई कति पनि ढिलो नगरिकन म अगाडि बढाउन चाहन्छु र हाम्रो यो निजी तथा आवश्यक विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन नवलपुरले विगत वर्ष झैँ यो वर्ष पनि हाम्रो एससी 2082 सालमा उत्तीर्ण हुने उत्कृष्ट विद्यार्थीहरू जुन 3.6 भन्दा माथि ल्याउने विद्यार्थीहरूलाई हामी सम्मान गर्दछौँ। यही बिचमा हाम्रो आजका प्रमुख अतिथि प्याप्सन केन्द्रीय कमिटीका महासचिव आदरणीय आरबी कटवाल सरको आगमन भइसकेको छ। म उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु र हाम्रो निजी तथा आवश्यक विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सनले वार्षिक शैक्षिक क्यालेन्डर निर्माण गरी जिल्लाभर विभिन्न इसे कार्यक्रम लगायत वर्षभरका विभिन्न कार्यक्रमहरू तय गरी आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको छ र हामीले विभिन्न कार्यक्रम शिक्षक तालिम पनि हामीले सम्पन्न गरिसक्यौँ। यसै गरी हामीले भर्खरै मात्र 25 गतेदेखि 30 गतेसम्म आजसम्म हाम्रो एआई बेस्ड ट्रेनिङ टिचर प्लस प्रिन्सिपलहरूको अनलाइन ट्रेनिङ पनि सञ्चालन भइरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। म कति पनि अब विलम्ब नगरिकन कार्यक्रमलाई म औपचारिकतातर्फ लैजान चाहन्छु। आजको हाम्रो यस एससी 2082 सालमा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा यस सम्मान कार्यक्रममा म आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि प्याप्सन नवलपुर जिल्ला कार्य समितिका सदस्याध्यक्ष आदरणीय हरिहर अधिकारी सरलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै बिचमा मैले अघि उद्घोष गरिसकेको छु, आजका हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि प्याप्सन केन्द्रीय कमिटीका महासचिव, हाम्रा शैक्षिक धरोहर आदरणीय व्यक्तित्व आदरणीय आरबी कटवाल सरले म आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु र यसै गरी म आजको यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि प्याप्सन केन्द्रीय प्राज्ञिक परिषद सल्लाहकार श्री गोपेन्द्र केशरी नेपाली सरलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ हाम्रो बिचमा हुनुहुन्न, म उहाँलाई जोड्न चाहे। यसै गरी हाम्रो बिचमा प्याप्सन गण्डकी प्रदेश कार्य समितिका अध्यक्ष श्री प्रकाश खनाल सरलाई म आजको यस कार्यक्रमको विशेष अतिथिको आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी म प्याप्सन केन्द्रीय कार्य समितिका सदस्य श्री दीपक राव सरलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी प्याप्सन केन्द्रीय कार्य समितिका सदस्य दीपक कुमार सरलाई पनि म विशेष अतिथिको आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी शिक्षा विकास तथा समन्वय इकाइका
इकाइ प्रमुख हाम्रो शैक्षिक अभिभावक आदरणीय दिपेन्द्र राज श्रेष्ठ सरलाई म आजको यस कार्यक्रमको विशेष अतिथिको आसन गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो बिचमा पूर्व केन्द्रीय सदस्य वर्तमान ट्याप्सन केन्द्रीय प्राज्ञिक परिषद यसै गरी विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि ट्याप्सन गण्डकी प्रदेश कोषाध्यक्ष बालकृष्ण थापा सरलाई यसै गरी ट्याप्सन नवलपुर जिल्ला सल्लाहकार पूर्व केन्द्रीय सदस्य यसै गरी उपाध्यक्ष आदरणीय डाक्टर प्रदीप वास्तोला सरलाई म परिचयात्मक आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी ट्याप्सन हाम्रो बिचमा ट्याप्सन गण्डकी प्रदेशका सहकोषाध्यक्ष आदरणीय बालकृष्ण थापा सरलाई म अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी म विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष सन्तोष गौडा सरलाई म परिचयात्मक आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी भुर्सेकोटका फोकल पर्सन अनिल थापा सरलाई म परिचयात्मक आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। र आजको हाम्रो यस कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि 7 सदस्य समिति बनेको छ र त्यो 7 सदस्य समितिमा हाम्रो ट्याप्सन नवलपुर जिल्ला कार्य समितिका वरिष्ठ उपाध्यक्ष आदरणीय भीमलाल कडेल सरको संयोजकत्वमा 7 सदस्य समिति बनेको छ। मैले उहाँहरूको परिचयात्मक आसन ग्रहण गराइसकेको छु। यसै गरी हाम्रो डाक्टर प्रदीप वास्तोला कोषाध्यक्ष चुनाबहादुर गुरुङ सर, यसै गरी सचिवालय सदस्य चिरञ्जीवी गौडेल सर, यसै गरी हाम्रो ट्याप्सन काउसतीका अध्यक्ष त्रिलोक तिवारी सर र पूर्व जिल्ला सदस्य पदम बराल सरको 7 सदस्य टिमले आज यो कार्यक्रमलाई सफल बनाउनको लागि व्यवस्थापकीय पक्षमा जिम्मेवारी उहाँहरूको महत्त्वपूर्ण रहेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र आज हाम्रो एससी 2082 सालमा उत्तीर्ण उत्कृष्ट 3.6 भन्दा माथि ल्याउने र हाइएस्ट जिपिए 4 ल्याउने विद्यार्थीहरूलाई आज हामी यो सम्मान कार्यक्रममा जोडिरहेका छौँ र उपस्थित हुनुहुने सम्पूर्ण विभिन्न विद्यालयका विद्यार्थी भाइ बहिनीहरू र सम्बन्धित सम्पूर्ण शिक्षक अभिभावकहरू लगायत उपस्थित सम्पूर्ण जनमा म ट्याप्सन नवलपुरको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत र नमस्कार गर्न चाहन्छु। सम्बन्धित विद्यार्थीका अभिभावकहरू आसन ग्रहणलाई जोड्न चाहे सोमनाथ बाबा प्लेसका प्रोप्राइटर हरि ढुङ्गाना सरलाई म अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यो बिचमा हाम्रो जिल्ला कार्य समितिका सदस्यज्यूहरूको पनि मैले उपस्थिति देखिरहेको छु। ट्याप्सन नवलपुर जिल्ला कार्य समितिका सदस्य जगन्नाथ हरियाल सरलाई म परिचयात्मक आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु र यहाँ उपस्थित हुनुहुने विभिन्न विद्यालयका प्राचार्य प्रिन्सिपलज्यूहरूलाई पनि म एकमुष्ट रूपमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दै आजको यस कार्यक्रमलाई स्वागत गरिदिनु हुनको लागि ट्याप्सन नवलपुर जिल्ला कार्य समितिका वरिष्ठ उपाध्यक्ष आजका यस कार्यक्रम व्यवस्थापनको संयोजनको भूमिका निर्वाह गर्नुहुने आदरणीय भीमलाल कडेल सरलाई म स्वागत मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। ट्याप्सन नवलपुर जिल्ला कार्य समितिका सचिव कान्तमणि चौधरी सर,
यो 7 घडीमा भएका कार्यक्रमका श्रद्धेय अध्यक्ष, प्याप्सन नवलपुर जिल्ला कार्य समितिका अध्यक्ष एवं नवलपुर एकाडेमी डन्डा का प्राचार्य प्रिन्सिपल आदरणीय हरिहर अधिकारी सर, यो कार्यक्रमको प्रमुख अतिथि हाम्रो शैक्षिक अभिभावक, हाम्रो सङ्गठनको नेता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सनका केन्द्रीय महासचिव आदरणीय व्यक्तित्व आरबी कटवाल सर, कार्यक्रमका विशेष अतिथि प्याप्सन गण्डकी प्रदेशका अध्यक्ष ब्लू स्टार सेकेन्डरी स्कुल विनय त्रिवेणी दुम्कीवासका प्रिन्सिपल प्रकाश खनाल सर, कार्यक्रमका विशेष अतिथि प्याप्सन केन्द्रीय कार्य समितिका सदस्य उज्जवल शिशु निकेतन त्रिवेणीका प्रिन्सिपल दीपक कुमार सर, कार्यक्रमका विशेष अतिथि प्याप्सन केन्द्रीय प्राज्ञिक परिषद सदस्य सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका प्राचार्य एवं प्रिन्सिपल भोजराज दाल सर, कार्यक्रमका विशेष अतिथि स्थानीय सरकार विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 1 का जनप्रतिनिधि वडा अध्यक्ष आदरणीय व्यक्तित्व दीपक पौडेलज्यू, कार्यक्रमका विशेष अतिथि प्याप्सन गण्डकी प्रदेशका सचिव अरुण खोला सेकेन्डरी स्कुल मध्यबिन्दु 10 अरुण खोलाका प्रिन्सिपल आदरणीय बिन्दु कुमार श्रेष्ठ सर, कार्यक्रमका विशेष अतिथि प्याप्सन गण्डकी प्रदेशका सहकोषाध्यक्ष खुम्की देवी ब्राइट फ्यूचर हुम्सेकोटका प्रिन्सिपल आदरणीय बालकृष्ण थापा सर, यो कार्यक्रममा आउँदै गर्नुभएका हाम्रा विशेष अतिथि यो जिल्लाको समग्र शैक्षिक संस्थाको नेतृत्व सम्हालिरहनुभएका शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठ सर आउँदै हुनुहुन्छ। मैले उहाँलाई समेत जोड्दै कार्यक्रममा अघि कार्यक्रम सञ्चालक उद्घोषकज्यूले आसन ग्रहणको लागि आमन्त्रण गर्नुभएका बाटोमा आउँदै गर्नुभएका हाम्रा प्याप्सनका अग्रज नेतृत्व अतिथिज्यूहरू, प्याप्सन नवलपुर जिल्ला कार्य समितिका मेरा सबै सहयोगी आदरणीय प्याप्सनी साथीहरू, यो नवलपुर जिल्ला अन्तर्गत प्याप्सनभित्र आबद्ध रहेका संस्थागत विद्यालयहरूमा अध्ययन गरेर संस्थागत विद्यालय सञ्चालन गर्ने र यो कार्यक्रममा उपस्थित रहनुभएका संस्थागत विद्यालयका सबै प्रिन्सिपल प्राचार्यज्यूहरू, संस्थागत विद्यालयहरूमा आफ्ना बाबु नानीहरूलाई अध्यापन गराएर आज प्याप्सनले आह्वान गरेको यो कार्यक्रममा उपस्थित रहनुभएका हाम्रा भगवान रूपी तपाईँ सम्पूर्ण अभिभावकज्यूहरू, यो जिल्लाभित्र रहेका संस्थागत विद्यालय विशेष गरी प्याप्सनमा आबद्ध संस्थागत विद्यालयमा अध्ययन गरेर 2082 सालको एसई परीक्षामा सम्मिलित भई नतिजा प्राप्त गर्दा 3.6 भन्दा माथि जिपिए ल्याएर आज प्याप्सनले सम्मान गर्नको लागि यहाँलाई आमन्त्रण गरेर सम्मानित हुनको निम्ति यो हलमा उपस्थित रहनुभएका सबै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र विभिन्न विद्यालयबाट आफूले अध्यापन गराइरहेका विद्यार्थीसँगै र अभिभावकसँगै उपस्थित रहनुभएका विभिन्न विद्यालयमा अध्यापनरत शिक्षक साथीहरू र यो हलमा उपस्थित आदरणीय पत्रकार मित्रहरू र उपस्थित मैले कसैलाई सम्बोधन भाषागत शैलीमा छुटाएको छु भने यी छुटेका सबै उपस्थित जनहरूलाई मैले एकमुष्ट रूपमा सम्बोधन गर्दै आजको यो कार्यक्रममा
म प्याप्सा नवलपुर जिल्ला कार्य समितिको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम। उपस्थित आदरणीयजन, आज हामी यो जिल्लामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल अन्तर्गत संस्थागत विद्यालयहरू सञ्चालन गरिरहेको एउटा छाता सङ्गठन प्याप्सन नवलपुरको आयोजनामा हामीले यो जिल्लामा संस्थागत विद्यालयमा अध्ययन गरेर 82 सालको एससी परीक्षामा सम्मिलित भई उत्तीर्ण हुने 3.6 भन्दा माथि ल्याएर उत्तीर्ण हुने सबै विद्यार्थी भाइबहिनीहरूलाई आज हामी सम्मान गर्न लागिरहेका छौँ। यसको सूचना यहाँहरूले आफ्नो विद्यालयबाट सूचना ग्रहण गरेर यहाँ उपस्थित भइसक्नु भएको पनि छ। हामीले विगतका वर्षमा पनि यही हलमा 2081 सालको एससी परीक्षामा सम्मिलित भई 3.6 भन्दा माथि ल्याउने 193 जनालाई हामीले गत वर्ष यही हलमा सम्मान गरेका थियौँ र आज हामीले यही हलमा 2082 सालको एससी परीक्षामा सम्मिलित भएर 3.6 भन्दा माथि ल्याउने 4 GPA सम्म ल्याउने विद्यार्थी भाइबहिनीहरू र जसले आफ्नो विद्यालयमा 100% नतिजा दिन सफल भएको छ त्यो विद्यालय र जुन विद्यालयमा अध्ययन गरेर 4 GPA ल्याउने भाइबहिनीहरू छन् ती भाइबहिनीहरूलाई समेत हामीले आज सम्मान गर्न लागिरहेका छौँ। आज यो सम्मानित हलमा यहाँहरूलाई भन्नै पर्दा यो जिल्लामा संस्थागत विद्यालय पनि प्याप्सनभित्र रहेका संस्थागत विद्यालयहरू झन्डै 40वटा विद्यालयहरू आज यो सम्मानित कार्यक्रममा भाग लिँदै हुनुहुन्छ। 40वटा विद्यालयबाट 10 जना विद्यार्थीहरू 4 GPA ल्याउन सफल गर्नुभएको छ। 10 जना भाइबहिनीहरूले 4 GPA ल्याउनु भएको छ भने हाम्रो यो जिल्लामा प्याप्सनभित्र रहेका झन्डै 6वटा विद्यालयहरू 100% नतिजा दिएर आज एउटा शिक्षा क्षेत्रमा संस्थागत विद्यालयको तर्फबाट यो मुलुकमा शिक्षा क्षेत्रलाई फड्को मार्ने क्रममा शिक्षा क्षेत्रमा देखिएको 5%लाई थप इँटा थप्ने काम आज यो नवलपुर जिल्लाले र विशेष गरी नवलपुर जिल्लाभित्र रहेका संस्थागत विद्यालयहरूको योगदान रहेको छ भन्ने कुरा मैले यहाँलाई बिचमा राख्न चाहन्छु। सँगसँगै आज हामी बिचमा हाम्रा अभिभावकज्यूहरू हुनुहुन्छ, हाम्रा विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरू हुनुहुन्छ र अध्यापन गराउने शिक्षक साथीहरू पनि हुनुहुन्छ। आज लाग्छ यो 2072 साल यता 2072 सालभन्दा पछिल्ला घडीमा यो मुलुकमा शिक्षा प्रणाली वर्षेनी अस्तव्यस्त भइरहेको अवस्था छ। सुरुवातमा जुन 72-73 सालबाट हाम्रो एससी परीक्षा सुरु भयो, एससी परीक्षा सुरु हुन साथ हाम्रो भाइबहिनीहरूको मार्कसिटमा एनजी लेख्ने चलन थियो। एनजी लेखिन्थ्यो, ग्रेड ई लेख्थ्यो, अझै ABCDE। ग्रेड ई आए पनि प्राविधिक शिक्षालयमा पढ्न पाइने व्यवस्था थियो। त्यसको 1-2 वर्षपछि त्यो चेन्ज भयो। ग्रेड ई आउनेले पनि अब उच्च शिक्षामा पढ्न नपाउने, त्यो फेल सर हो भन्ने थालियो। फेरि त्यसको 1-2 वर्षपछि फेरि परिवर्तन भयो। अब एनजी लेख्न थालियो मार्कसिटमा, अनि एनजी आउने विद्यार्थी फेरि यो भन्न थालियो। अनि फेरि हुँदै हुँदै तपाईँको एससीमा 2टा विषय लाउनेसम्मलाई सप्लिमेन्ट्री एक्जाम पूरक परीक्षा दिन पाइने चलन थियो। पछिल्ला घडीमा सबै विषय लाउनलाई पूरक परीक्षा दिन पाइने सिस्टम पनि बनायो। यो वर्षेनी तपाईँको कहिले के सिस्टम, कहिले कुन सिस्टम, कहिले के सिस्टम, यो शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्तका कारणले हाम्रा भाइबहिनीहरू अब अहिले 10 कक्षामा पढिरहेका भाइबहिनीहरूको आगामी नतिजा आउने क्रममा कुन सिस्टमबाट आउने हो हामी अनुरोधमा छौँ। आज यो विषयमा हामीलाई क्लियर पार्नको निम्ति हाम्रो शैक्षिक अभिभावक सङ्गठनको नेता, हाम्रो प्याप्सनका महासचिव आरबी कटवाल सर हामी बिचमा हुनुहुन्छ। यति मात्रै होइन, आज यो राज्यले, यो मुलुकले संस्थागत विद्यालयहरू सञ्चालन गरिरहेका संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण आज एउटा सिक्काको 2 पाटा, एउटा सिक्काभित्र 2 पाटा आवश्यक पर्छ भन्ने बुझाइ राखिरहेको अवस्था छैन। आज यो एउटै मुलुकमा बस्ने नागरिकका छोराछोरीहरूलाई जुन किसिमको राज्यले विभेद गरिरहेको छ, आज शिक्षा स्वास्थ्य जस्तो महत्त्वपूर्ण क्षेत्रमा सर्वसुलभ र निःशुल्क हुन पर्ने कुरा
हाम्रो संविधानहरूमा उल्लेख गरिएका छन् तथापि तिनीहरूलाई कार्यान्वयन गराउने कुरामा जानु त पुरै जाओस्। आज शिक्षा र स्वास्थ्यमा समेत हाम्रा अभिभावकमाथि संस्थागत विद्यालयमा पढाइ बापत आज जुन राज्यले कर तिर्ने किसिमले अगाडि बढाइरहेको छ, म हाम्रा आजका प्रमुख अतिथि प्याप्सनका सङ्गठनका नेता प्याप्सनका महासचिव आदरणीय आर्मी कटवाल सरलाई म विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु। यो विषयमा नवलपुरभित्र हामी एकबद्धता छौँ। प्याप्सन केन्द्रले हाम्रा अभिभावकमाथि लगाइएको शैक्षिक करको विरुद्धमा आन्दोलनको निम्ति प्याप्सन केन्द्रले चिठी पुग्यो भने हामी यो नवलपुरमा रहेका शैक्षिक संस्थाहरू संस्थागत विद्यालयका शैक्षिक संस्थाहरू सञ्चालक मात्रै होइन, हामीलाई साथ दिनुभएका सबै अभिभावकहरू तपाईँले चिठी बजाएको खण्डमा हामीलाई साथ दिएर हामी सडकमा आएर यो परिवर्तन गराउन हामी तयार छौँ भन्ने कुरा म यहाँलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। ती विषयलाई सम्बोधन गरेर आजका हाम्रा प्रमुख अतिथिले यो कुरालाई जोडेर हामीलाई एक किसिमले जुन संस्थागत विद्यालयमा पढाउनेको निम्ति हाम्रा हक अधिकारको निम्ति आफैले खोजिएन भने कसैले अधिकार नदिँदो रहेछ भन्ने कुरा आज उद्घार बन्दै गइरहेको छ। हाम्रो अधिकारको निम्ति हामी आवाज बुलन्द गर्नको निम्ति हामी सडकमा जान तयार छौँ। त्यसको निम्ति नेतृत्व हाम्रो सङ्गठनले गर्नुपर्छ र केन्द्रीय सङ्गठनलाई यो कुरा अनुरोध गर्दै मैले अब स्वागत गर्ने क्रममा म यहाँ उभिरहेको छु। स्वागत गरिरहँदा धेरै कुराहरू विषयवस्तुमाथि आफै बोले भने प्रमुख अतिथिका विषयवस्तुहरू यहाँ खोजेल्न पर्ने भएको हुनाले मैले धेरै कुराहरू अरू कुरा नबोलिकन आज हामीले यो विद्यालय यो कार्यक्रममा यो हलमा आएर विद्यार्थीहरूलाई सम्मान गरिरहँदा हामीले एउटा सेड्युल बनाएका छौँ। आज हामी यो हलमा आएर सम्मानित हुने विद्यालयहरू अथवा विद्यार्थी भाइ बहिनीहरूले विशेष आफ्नो कारणले आफू एउटा शैक्षिक अध्ययनका निम्ति कोही काठमाडौँ जाँदै हुनुहुन्छ, कोही छिमेकी जिल्ला जाँदै हुनुहुन्छ, कोही अन्यत्र आफूले रोजेको कलेज जाँदै हुनुहुन्छ। त्यो कलेज जाने क्रममा आज आफ्नो कलेजलाई समेत खाती राखेर मैले पढेको विद्यालयले मलाई सम्मान गर्नको निम्ति आमन्त्रण गरेको छ। मैले पढेको विद्यालय सङ्गठित भएको संस्था प्याप्सनले मलाई आज आमन्त्रण गरेको छ। त्यो आमन्त्रणलाई स्वीकारेर यहाँ आइरहँदा सकेसम्म अरूको भन्दा धेरै आज मैले अघि भने 40वटा विद्यालयहरू आज सम्मानित हुँदै हुनुहुन्छ। 40वटा विद्यालयमा पढ्ने विद्यार्थी भाइ बहिनीहरू सम्मानित भइरहँदा मलाई हाम्रो स्कुल सबैभन्दा अगाडि सम्मान गरिदिए हुन्थ्यो अथवा मेरो विशेष काम छ, म अन्य यो कार्यक्रमबाट सम्मान लिएर म पहिला गइहाल्छु भन्ने किसिमको सोचहरू यहाँलाई हुनसक्छ। हामीलाई पनि हामी संस्थागत विद्यालयहरू सञ्चालकहरू जो कार्य समितिमा रहिरहेका छौँ, प्याप्सनको कार्य समितिमा रहेर आज यो कार्यक्रममा आफ्ना विद्यार्थीहरूलाई सम्मान गरिरहँदा म त यहाँलाई के अनुरोध गर्न चाहन्छु भने मेरो निम्ति मैले प्रतिनिधित्व गरेको अथवा सञ्चालन गरेको विद्यालय नोबल एकाडेमीको विद्यार्थी र पश्चिममा रहेको विनय त्रिवेणीको ब्लुमिङगढ उज्जवल शिशु निकेतन, पूर्वमा रहेको सरस्वती निकेतन सेकेन्डरी स्कुल, कन्टिनेन्टल स्कुलका विद्यार्थी भाइ बहिनीहरू मेरो निम्ति बराबर हो। हामीले कसैलाई अघि र पछि नभनिकन आफ्नो पालो आउँदा हामीले प्राथमिकताको आधारमा सबैभन्दा पहिला हामीले सम्मान गरिरहँदा पश्चिम विनय त्रिवेणीलाई प्राथमिकता दिनुपर्छ। बेलुका ढिलो भयो भने उहाँलाई जान अप्ठ्यारो हुन्छ भनेर हामीले एउटा सेड्युल बनाएका छौँ। त्यो सेड्युल अनुसार हामी सम्मान गर्न लागिरहेका छौँ। यहाँहरूले बिचमा अब हामीले एक सौ अहिले सचिवज्यूले अर्थात् यो कार्यक्रम सञ्चालकज्यूले त्यो सेड्युल यहाँहरू बिचमा वाचन गर्नुहुनेछ। हामी कुन किसिमले सेड्युल बनाइरहेका छौँ मैले भने हामीले प्राथमिकताका आधारमा कसलाई पहिला गर्ने भनेर यहाँ त्यही अनुसार हामीले मिलाएर राखिएको अवस्था छ। पश्चिमको विनय त्रिवेणीले हामीले सबैभन्दा पहिला यो कार्यक्रममा जोडिदिनुपर्छ भनेर त्यसरी गरेका छौँ। त्यसपछि अनि विनय त्रिवेणी, गैँडाकोट, मध्यबिन्दु, देवचोली हुँदै हामी काउसती नजिक भएको हुनाले काउसतीका विद्यालय र काउसतीमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरूको अलि अन्तिम समयमा हामीले यो नाम बोलाउने क्रममा क्रमबद्ध मिलाएका छौँ र सकेसम्म हामीले यो कार्यक्रमलाई छोटो र छरितो किसिमले समयमै हामी यसलाई सक्ने प्रयास गरेका छौँ। हामीसँग धेरै वक्ताहरू पनि हुनुहुन्न, तसर्थ मैले यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने सकेसम्म यहाँहरूलाई सबैलाई नै समयमै घरमा फर्कनको निम्ति कार्यक्रमको व्यवस्थापन गर्दै यो कार्यक्रम नसकुन्जेलसम्म यहाँहरू सबै नै यसै गरी धैर्य गरी बस्नको निम्ति म अनुरोध गर्दै कार्यक्रमको समापन पश्चात हामी लगत्तै यहाँहरूलाई
हामी खाजा खुवाएर मात्रै हामी बिदा गर्ने कार्यक्रम भएको हुनाले कार्यक्रमको हामी धेरै लामो नगरिकन छोटो छरितो किसिमले सम्पन्न गर्छौँ। सबैजनालाई कार्यक्रम नसकुन्जेलसम्म यहाँ बस्नको लागि फेरि पनि म अनुरोध गर्दै म अन्तमा पुनः यो कार्यक्रममा हाम्रो निमन्त्रणलाई स्वीकार गरेर उपस्थित हुनुभएका यस कार्यक्रमका प्रमुख आकर्षक प्याप्सनका केन्द्रीय महासचिव आदरणीय व्यक्तित्व आरबी कटवाल सर लगायत यस कार्यक्रममा उपस्थित रहनुभएका सबैजनाहरूलाई जसलाई मैले अघि नै सुरुमै सम्बोधन गरिसकेको छु, सबैलाई म फेरि पुनः अन्तमा हार्दिक स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम। जय जगत। स्वागत मन्तव्यका लागि वरिष्ठ उपाध्यक्ष आदरणीय भीमलाल कडेल सर, म यही बिचमा अतिथिको आसन ग्रहणलाई गर्न चाहे। हाम्रो मध्यबिन्दु नगर शिक्षा शाखा स्रोत शिक्षक आदरणीय कलामुद्दीन अन्सारी सरलाई म आजको यस कार्यक्रमको अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। र मैले अघि नै आसन ग्रहणलाई जोडिसकेको छु। होप्सेकोट पालिकाका फोकल पर्सन अनिल थापा सरलाई पनि म परिचयात्मक आसन ग्रहणको निम्ति अगाडि ल्याएर आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। र आजको हाम्रो यस कार्यक्रमलाई म समुद्घाटनतर्फ लैजान चाहन्छु। आजको हाम्रो यस कार्यक्रमलाई समुद्घाटनका निमित्त आजका यस कार्यक्रमका प्रमुख अतिथि प्याप्सन केन्द्र कमिटीका महासचिव आदरणीय आरबी कटवाल सर लगायत हाम्रो ड्यासमा आसीन अध्यक्ष विशेष अतिथिज्यूहरूलाई पानसमा बत्ती बाली र हाम्रो सरस्वतीको भइरहेको छ जोरदार तालीले म कार्यक्रमलाई उद्घाटन गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। आजको हाम्रो यस कार्यक्रमको उद्देश्य एवं औचित्यमाथि प्रकाश पारिदिनको लागि म आजका यस कार्यक्रमका सदस्य प्याप्सन नवलपुर जिल्ला कार्य समितिका माथि जिते प्राप्त गर्ने विद्यार्थीहरू, त्यसै गरी शिक्षा विकास तथा समन्वय इकाइले निर्धारण गरेको 50 न्यूनतम 50भन्दा बढी विद्यार्थीहरू सहभागी गराएर प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यालयहरू र 100% नतिजा दिलाउन सफल विद्यालयहरूलाई आज सम्मान र पुरस्कृत कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथि हाम्रो सङ्गठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन केन्द्रका महासचिव सङ्गठन प्रमुख आज हामी बिचमा रहनुभएको छ आरबी कटवाल सर। अत्यन्त व्यस्तताको सेड्युल बावजुद पनि उहाँ हाम्रो कार्यक्रमलाई प्राथमिकतामा राखेर हाम्रो कार्यक्रममा उपस्थित रहनुभएको छ। उहाँको यो उपस्थितिको लागि प्याप्सन नवलपुर हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छ। यसै गरी कार्यक्रममा उपस्थित रहनुभएका प्याप्सन गण्डकी प्रदेशका अध्यक्षज्यू, प्याप्सन केन्द्रीय समितिका सदस्यज्यूहरू, प्याप्सनका प्राज्ञिक परिषद सदस्यज्यू, गण्डकी प्रदेश प्याप्सनका पदाधिकारीज्यूहरू, यसै गरी प्याप्सन नवलपुरका सल्लाहकार, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष लगायत सम्पूर्ण सदस्य मित्रहरू र मञ्चासीन अन्य अतिथिगणहरू र यो कार्यक्रमलाई महत्त्व दिएर यो कार्यक्रममा उपस्थित रहनुभएका सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू, विगतका वर्षहरूमा जस्तै यस वर्षलाई पनि निरन्तरता दिँदै प्याप्सन नवलपुरले यो कार्यक्रमको आयोजना गरेको छ। हामीले प्राप्त रिपोर्ट अनुसार 310 जना विद्यार्थीहरू आज पुरस्कृत हुन गइरहेका छन्। 4 जिपिए, त्यसै गरी 3.5
6भन्दा माथि जिपे प्राप्त गर्ने विद्यार्थीहरूलाई एउटा निश्चित मापदण्ड अपनाएर क्याप्सन नवलपुरले पुरस्कृत गर्न गइरहेको छ। सम्पूर्ण पुरस्कृत हुन सफल रहनुभएका सम्पूर्ण विद्यार्थी नानी बाबुहरूलाई क्याप्सन नवलपुरको तर्फबाट हार्दिक बधाई एवं समग्र शैक्षिक भविष्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। आदरणीय अभिभावकजीहरू, विद्यार्थी नानी बाबुहरूले अहोरात्र ढङ्गले मेहनत गर्नुभयो। अभिभावकले सोही अनुसारको वातावरण सिर्जना गर्नुभयो र विद्यालयले पनि सोही अनुसारको लगनशील शिक्षक साथीहरूलाई परिश्रमी शिक्षक साथीहरूलाई अगाडि बढाउनु भयो र फलस्वरूप यो नतिजा हासिल गर्न संस्थागत विद्यालयहरू सफल भएका छन्। साँच्चै नै हेर्नु भने संस्थागत विद्यालयमा पढेका विद्यार्थीहरूको नतिजा सानो छैन। 310 जना विद्यार्थीहरू जिल्लाभरिबाट 3.6 अथवा चल्तीको भाषामा यसलाई हामी A+ भन्ने गरिन्छ ल्याउनु भनेको चाँडी चुलो कुरो होइन। ती विद्यार्थीहरूलाई हौसला दिनुको निमित्त ताकि भोलिका परीक्षाहरूमा भोलि हुने अरू परीक्षाहरूमा पनि उनीहरूलाई पक्का पनि क्याप्सन नवलपुरको आशिष क्याप्सन नवलपुरको बधाईलाई आत्मसात गर्दै भोलिका दिनमा पनि यो स्थान सुरक्षित गर्न विद्यार्थी नानी बाबुहरू सफल हुनेछन् भन्ने शुभेच्छा राख्दै र यहाँहरूलाई कार्यक्रममा उपस्थितिको लागि पुनः हार्दिक धन्यवाद दिँदै र कार्यक्रम अवधिभरि यहाँहरू कार्यक्रममा रहनको निमित्त पुनः अनुरोध गर्दै मेरो भनाइ अघि अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद सरलाई। अब हामी SC 2082 उत्तीर्ण हाइएस्ट GPA 4 GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई हामी सम्मानतिर जोड्न गइरहेका छौँ। यो सम्मानमा सरिक भइदिनु हुनको लागि आजका हाइएस्ट GPA हाम्रो संयोजक, आजका कार्यक्रमका संयोजक वरिष्ठ उपाध्यक्षज्यूले पनि अघि जोडिसक्नु भएको छ। हाम्रो नवलपुर जिल्ला संस्थागत विद्यालयमा 10 जना 4 GPA ल्याउने विद्यार्थीहरूलाई हामीले सर्वप्रथम सम्मान गर्न गइरहेका छौँ। म यो 4 GPA ल्याउने सम्बन्धित विद्यालयका प्रिन्सिपल, अभिभावक र विद्यार्थी अगाडि आएर यो सम्मान गराउनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र यो सम्मानमा जोडिनको लागि र यो सम्मान फ्रेममा प्रदान गर्नको निमित्त म आजका यस कार्यक्रमका प्रमुख अतिथि लगायत विशिष्ट अतिथिज्यूहरूलाई म सबै भइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। नवलपुर एकाडेमीका विद्यार्थी सौशिला थापाका अभिभावक, विद्यार्थी र प्रिन्सिपल एवं प्रतिनिधि शिक्षकज्यूहरूलाई म यसै गरी गैराकोट इङ्ग्लिस स्कुलका तेजस्वी पन्त ज्यूलाई पनि म तयारी अवस्थामा रहनको निमित्त अनुरोध गर्न चाहन्छु। यो फ्रेममा भएको म्याटरलाई मैले पढ्न चाहेँ। लेट अल द प्राइभेट एन्ड बोर्डिङ स्कुल्स बी युनाइटेड। निजी तथा आवश्यक विद्यालय अर्गनाइजेसन नेपाल प्राइभेट एन्ड स्कुलको नाम जोडिएको छ। म यसै गरी सरस्वती निकेतन सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल केशवाचार्य फ्रम वाइट विजन इङ्ग्लिस बोर्डिङ स्कुल
थापा नगर अमर इंग्लिश हाइएस्ट फोरसम्म ल्याउने विद्यालय अमर इङ्ग्लिस बोर्डिङ स्कुल देवचुलीका छात्र रिवाज भुजेललाई आफ्ना शुभकामना मन्तव्य राखिदिनु हुन म अनुरोध गर्दछु। गुरुवर्गहरू र मेरा प्यारा मित्रहरू, म सम्पूर्णमा म अमर इङ्ग्लिस स्कुल रजर यसै एससी 2082 ब्याचको छात्र रिवाज भुजेलको तर्फबाट हार्दिक नमन टक्राउन चाहन्छु। आजको यस विशेष अवसरमा मैले उत्कृष्ट नतिजा ल्याई यहाँ हामी सबै समान हुन पाउँदाखेरि आफूलाई एकदमै गर्व महसुस गर्दछु र यस प्याप्सन नवलपुरले सबै विद्यार्थीहरूलाई हौसला प्रदान गर्नका लागि यो सम्मान गर्नुभएको कार्यक्रममा चाहिँ आफूलाई यहाँ सरिक पाउँदाखेरि एकदमै खुसी लागेको छ र यो खुसीको सीमा नै व्यक्त गर्न सकेको छैन र त्यसैको लागि चाहिँ म प्याप्सन नवलपुरलाई चाहिँ एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो उत्कृष्ट नतिजा ल्याउनमा चाहिँ व्यक्तिगत प्रयास मात्र बाँकी होइन, यो चाहिँ हामी सबै विद्यालय टिम होइन, गुरुवर्ग अभिभावकज्यूहरूको मेहनत पनि हो। जसरी हामीलाई अभिभावकहरूले आफ्नो हौसला प्रदान गर्नुभयो र प्रेरणा दिनुभयो र आफ्नो त्याग पनि गर्नुभयो र साथै गुरुवर्गले पनि हामीलाई मार्गदर्शन देखाउनु भयो, एउटा राम्रो गाइडेन्सको रूपमा लिनुभयो अनि उहाँको अथक मेहनतले गर्दाखेरि आज हामी यहाँसम्म आइपुगेको हो। यदि हामीलाई यसरी गाइडेन्स गर्ने टिचर, यसरी माया गर्ने प्रेरणा गर्ने अभिभावक नपाएको भए चाहिँ हामीले यो चाहिँ प्राप्त गर्थेनौँ होला। र म मेरा प्यारा मित्रहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो चाहिँ हाम्रो अझै जिम्मेवारी थपेको छ र यसरी नै अब हामी पनि आफ्नो यो अनुशासन, आफ्नो यो लगनशीलता हामीले भविष्यमा पनि आफूले कायम राखी एउटा देशको निर्माणमा हामी लाग्नु पर्दछ र यो अहिलेको सम्मान हाम्रो अहिलेको यो उपलब्धि मात्र नभई भोलिको लागि एउटा प्रेरणा पनि हो र यति भन्दै फेरि पनि हामी सबैलाई यहाँ बोलाएर सम्मान गरिदिनु भएकोमा प्याप्सन नवलपुरलाई म एकदमै हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु र हस्त धन्यवाद। धेरै धेरै धन्यवाद भाइ रिवाज भुजेललाई। म आजको हाम्रो विद्यार्थी सम्मान कार्यक्रमको स्याडुल मैले हाम्रो प्याप्सन ग्रुपमा राखिसकेको छु। हाम्रा प्राचार्य प्रिन्सिपलजीहरूले त्यसलाई हेरिसक्नु भएको छ, अवलोकन गरिसक्नु भएको छ। तथापि मैले पुनः एकचोटि सरस्वती यहाँ नाम जोड्न चाहन्छु विद्यालय र स्वयं सर तयारी अवस्थामा रहनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामीले हिजो मात्र उपसमितिको बैठक बसेर यो कार्य स्याडुल बनाएका छौँ र सोही स्याडुल अनुसार हाम्रो 1 नम्बरमा उज्जवल शिशु निकेतन रहेको छ। उहाँहरूलाई तब तयारी अवस्थामा रहनको निमित्त अनुरोध गर्न चाहन्छु। त्यसै गरी ब्लगिङ बोर्ड
यो त्रिवेणी रहेको छ, विनय त्रिवेणी। सरस्वती निकेतन गैँडाकोट रहेको छ। युनिक सेकेन्डरी बोर्डिङ स्कुल यो गैँडाकोट रहेको छ। सरदी एकाडेमी विनय त्रिवेणी रहेको छ। अक्सफोर्ड गैँडाकोट रहेको छ। कन्टिनेन्टल बोर्डिङ स्कुल गैँडाकोट रहेको छ। गैँडाकोट नमुना बोर्डिङ स्कुल गैँडाकोट रहेको छ। ब्लू स्टार बोर्डिङ स्कुल विनय त्रिवेणी रहेको छ। गैँडाकोट इङ्ग्लिस बोर्डिङ स्कुल गैँडाकोट रहेको छ। बाल विकास बोर्डिङ स्कुल गैँडाकोट रहेको छ। विजय सामुदायिक बोर्डिङ स्कुल 12 नम्बरमा रहेको छ। साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुल 14 नम्बरमा रहेको छ। 13 नम्बरमा रहेको छ। स्मल आर्ट एकाडेमी 14 नम्बरमा रहेको छ। अमर इङ्ग्लिस बोर्डिङ स्कुल गैँडाकोट अमर इङ्ग्लिस 15 नम्बरमा रहेको छ। मुकुन्द सेन इङ्ग्लिस बोर्डिङ स्कुल 16 नम्बरमा रहेको छ। अरुणखोला सेकेन्डरी बोर्डिङ स्कुल 17 नम्बर। अर्पण इङ्ग्लिस बोर्डिङ स्कुल 18 नम्बर। कुमारवर्ती इङ्ग्लिस स्कुल 19 नम्बर। ओएसिस इङ्ग्लिस बोर्डिङ स्कुल 20 नम्बर। विश्वज्योति सेकेन्डरी स्कुल 21 नम्बरमा रहेको छ। भूपू सैनिक प्रभात एकाडेमी 22 नम्बर रहेको छ। सेन्ट पल इङ्ग्लिस बोर्डिङ स्कुल 23 नम्बर। सनसाइन इङ्ग्लिस बोर्डिङ स्कुल 24। सिद्धार्थ शान्ति निकेतन रूपसेकोट 25। ठुम्की देवी ब्राइट फ्युचर 26। शान्तिदीप अरुणखोला 27। लिटिल स्टेट एकाडेमी 28। वाइल्ड भिजन देवचुली 29। मुनलाइट एकाडेमी 30। आरम्भ एकाडेमी 31। नवलपुर सेकेन्डरी चौमारा 32। अमर इङ्ग्लिस सेकेन्डरी स्कुल 33। लुम्बिनी औसेमावि 34। गण्डकी औसेमावि 35। सिद्धार्थ औसेमावि 36। वाइल्ड भिजन काउसती 37। नवलपुर एकाडेमी काउसती 38। नोबल एकाडेमी काउसती 39वटा विद्यालयको विद्या मन्दिरबाट एकजना विद्यार्थी मात्र 4 GPA ल्याएको थियो गरेर हाम्रो 40वटा विद्यालय आजका विद्यार्थीहरू 309 जना विद्यार्थीहरू आज पुरस्कृत हुँदैछ। मैले यहाँलाई जानकारी गराएँ र मैले यो सानोले यहाँलाई जानकारी गराएँ र अब आजको हाम्रो संस्थागत तर्फ जिल्ला प्रथम द्वितीय र तृतीय भन्दा पनि अगाडि हामीले जिल्लामा 100% रिजल्ट दिने विद्यालयलाई हामी सम्मानमा अब जोड्न गइरहेका छौँ र यो सम्मानको लागि म आजका यस कार्यक्रमका प्रमुख अतिथि लगायत म यो ड्यासमा आसीन अतिथिगणहरूलाई म यो सम्मान प्रदान गर्नको निमित्त म अनुरोध गर्दै म सम्बन्धित 100% रिजल्ट ल्याउने विद्यालयले म यहाँ बोलाउन चाहन्छु। स्मल आर्ट एकाडेमी गैँडाकोटका प्राचार्य एवं प्रिन्सिपल ज्यूलाई म यो सम्मान ग्रहण गरिदिनुको निमित्त अनुरोध गर्न चाहन्छु। स्मल आर्ट एकाडेमी गैँडाकोट यसै गरी कुमारवर्ती इङ्ग्लिस स्कुल देवचुलीका प्रिन्सिपल वीरेन्द्र चौधरी सरलाई म अगाडि आएर आफ्नो सम्मान लिइदिन अनुरोध फ्रेममा लेखिएको सर्टिफिकेट अफ एप्रिसिएसन दिस सर्टिफिकेट अफ एप्रिसिएसन प्रिन्सिपल एवं प्रतिनिधि सेन्ट पल इङ्ग्लिस बोर्डिङ स्कुल भाइस प्रिन्सिपल सर म यो सम्मान लिइदिनको लागि अनुरोध गर्न चाहन्छु। यसमा द्वितीय र तृतीय हुने विद्यालयलाई सम्मान कार्यक्रम रहेको छ। म जिल्लामा संस्थागत तर्फ
भन्दा बढी विद्यार्थी सम्मिलित गराउने विद्यालयलाई हामीले जिल्ला प्रथम, द्वितीय र तृतीय हामीले राष्ट्रिय मापदण्ड अनुसार हामीले यो नतिजा हामीले राखेका छौँ र सोही अनुसार हाम्रो जिल्ला प्रथम हुने विद्यालय गैराकोट इङ्ग्लिस स्कुल रहेको छ। म गैराकोट इङ्ग्लिस बोर्डिङ सदस्य, जिल्ला कार्यक्रम संयोजक रगाल सरलाई आफ्नो सम्मान दिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। संस्थापक, प्रिन्सिपल, हाम्रो क्याप्सन नलपुर जिल्ला कार्य समितिका प्रतिनिधि साथीहरू पनि हुनुहुन्छ भने अगाडि आइदिनु अनुरोध गर्न चाहन्छु। विद्यालयका शिक्षक प्रतिनिधिज्यूहरू, यसै गरी विद्यार्थी सम्मानतिर जाँदैछौँ। मैले अघि नै उद्घोष गरिसकेको छु, प्रोग्रामको स्याड्युल पनि मैले भनिसकेको छु। उज्जवल शिशु उज्जवल शिशु निकेतन बोर्डिङ स्कुल पिने त्रिवेणीका सम्पूर्ण 3.6 भन्दा माथि ल्याउने विद्यार्थीहरूको नाम लिन गइरहेको छु। सम्बन्धित अभिभावकज्यूहरू र विद्यालयका प्रिन्सिपल एवं प्रतिनिधिज्यूहरू अगाडि आइदिनु होला। मैले यो फ्रेममा लेखिएको कुरालाई वाचन गर्न चाहे। लेट अल द प्राइभेट एन्ड बोर्डिङ स्कुल्स बी युनाइटेड प्राइभेट एन्ड बोर्डिङ स्कुल्स अर्गनाइजेसन नेपाल Capson Nalpur Certificate of Appreciation. This certificate of appreciation has been awarded to Miss Manisha Sarki of Ujjal Sishu English Secondary School, Binay Trivedi, Municipality 7, Nalpur, for her outstanding score 3.86 in a C2082. We wish him her bright future. Bhelal Male, Coordinator, DCA Capson Nalpur, R.B. Katal, Chief Guest, General Secretary, Central Capson Committee, Hariar Adkari, President Capson Nalpur. म यो सम्मान कार्यक्रममा म आजको यस कार्यक्रमका विशेष अतिथिज्यूहरूलाई म हार्दिक अनुरोध गर्दै सम्पूर्ण विद्यार्थी भाइ बहिनी र सम्बन्धित अभिभावकहरू अगाडि आएर आफ्नो सम्मान लिन आशिष स्वामी लिएर आउनुभएको छ। हामीले खाजाको लागि कुपनको व्यवस्थापन गरेका छौँ, तसर्थ हाम्रो खाजाको अक्सफोर्ड सेकेन्डरी स्कुल हाम्रा शैक्षिक अभिभावक आदरणीय दिपेन्द्र राज श्रेष्ठ सरको उपस्थिति भइसकेको छ। म उहाँलाई आजको यस कार्यक्रममा विशेष अतिथिको आशीर्वाद गर्दै हार्दिक अनुरोध गर्न चाहन्छु। सम्मान प्रदान गरिदिनको लागि म कार्यक्रमका अध्यक्ष लगायत विशेष अतिथिलाई अनुरोध गर्न चाहन्छु। शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख हाम्रो नलपुर जिल्लाका शैक्षिक अभिभावक आदरणीय दिपेन्द्र राज श्रेष्ठ सरलाई म शुभकामना वक्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। सदस्यज्यू, यसरी यस कार्यक्रममा पाल्नुभएका प्रतिनिधिज्यू, यसमा आसीन अतिथिज्यूहरू, क्याप्सनका पदाधिकारीज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका विद्यालयका प्रिन्सिपल, शिक्षक साथीहरू, यस कार्यक्रममा सम्मानित हुन
विभिन्न यस जिल्लाका विभिन्न विद्यालयबाट पढ्नुभएका विद्यार्थी तथा अभिभावकहरू पत्रकार मित्रहरू लगायत यस हलमा उपस्थित सम्पूर्ण महानुभावहरू, सर्वप्रथम त राजसन नवलपुरले यस किसिमको कार्यक्रम आयोजना गरी शिक्षा विकास समन्वय इकाइलाई पनि शुभकामना मन्तव्य राख्ने प्रतिनिधिको म कार्य र व्यक्तित्वबाट हामी आभार व्यक्त गर्न चाहन्छु। साँच्चै नै यस वर्षको नतिजा विगतको भन्दा हाम्रो जिल्लाको उत्कृष्ट छ, किनकि हाम्रो 2080 सालमा 48.45 थियो भने 2081 मा आएर हाम्रो 70.45% रिजल्ट थियो। त्यो भनेको 80-81 को तुलनामा हेर्दा 22% वृद्धि थियो र यो वर्ष 2082 को नतिजा हेर्दा 2081 मा 70.45 थियो भने 2082 मा आएर हाम्रो 72.49%, त्यो भनेको 2.04% वृद्धि भएको छ र त्यसैले हाम्रो जिपिए म ल्याउने विद्यार्थीको सङ्ख्या 2080 मा 2081 मा 10 जना र 2082 मा 19 जना थियो। त्यसले गर्दा 3 वर्षको नतिजा हामीले हेऱ्यौँ भने हाम्रो त्यो उत्तीर्ण प्रतिशतहरूमा सिके उपलब्धिमा वृद्धि भएको पाउँछौँ र जुन गत वर्ष र 81 र 82 मा हेर्दाखेरि राष्ट्रिय स्तरको नतिजाभन्दा पनि उच्च छ र यस किसिमको नतिजा आउनु भनेको यहाँ सम्पूर्ण एकजना विद्यार्थी मात्रै पढेर अथवा एकजना टिचरले मात्रै पढाएर होइन, त्यो रिपोर्ट भनेको त्यो हाम्रो उपलब्धि भनेको सम्पूर्ण त्यहाँ सबै शिक्षक साथीहरू, त्यहाँ विद्यालयमा खट्ने हाम्रो अभिभावकहरू, हाम्रा व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक समितिका पदाधिकारीहरू, यसरी नै हाम्रा सम्पूर्ण अभिभावक विद्यालय तलपट्टि सबैको एफर्ट यसमा भएको हुनाले हाम्रो नतिजा त्यसरी उच्च भइरहेछ र मलाई लाग्छ आगामी दिनमा पनि यस किसिमको नतिजा अझ वृद्धि हुने आशा लिएको छु र जो भाइ बहिनीहरू आज यहाँ सम्मानित हुनुहुन्छ मलाई लाग्छ उहाँहरू 3.6 भन्दा माथि ल्याएर क्याप्सन नवलपुरले सम्मान गर्दै हुन्छ र अझ यो सम्मानले हाम्रा विद्यार्थी भाइ बहिनीहरूको उच्च शिक्षा हासिल गर्ने जुन जोड जागो छ त्यसले अझ उच्च बनाउनेछ र त्यस किसिमको यहाँहरूले आफ्नो बाटो अब उच्च शिक्षा कहाँ जाने त भनेर त्यही किसिमको विषय कक्षा 11 12 पनि रोक्नु भएको, कसैले मेडिसिन लिनु भएको, कसैले साइन्स लिनु भएको, कसैले कम्प्युटर, कसैले एजुकेसन, त्यही किसिमका विषयहरू छनौट गरेर मलाई लाग्छ आफ्नो भविष्य उज्जवल बनाउनु हुनेछ र सोही किसिमबाट हाम्रो अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई पढ्ने वातावरण सृजना गरेको हुनेछ र आगामी दिनमा यस किसिमको नतिजाले हाम्रो नवलपुर जिल्लाको मात्र नभएर त्यो समग्र राष्ट्रको नतिजा उच्च बनाउने र अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन हाम्रो नवलपुर जिल्लाले गर्नेछ भन्ने शुभकामना यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै मेरो छोटो भनाइ यति गर्छु। हस्, धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद। आजका हाम्रो यस कार्यक्रमका विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख आदरणीय जितेन्द्र दास श्रेष्ठ सरलाई म यही बिचमा आसन ग्रहणलाई जोड्न चाहे। हाम्रा पूर्व केन्द्रीय सदस्य क्याप्सन नवलपुर जिल्ला कार्य समितिका सल्लाहकार आदरणीय केपी आचार्य सरलाई म आजको यस कार्यक्रमको अतिथिको आसन ग्रहण गर्दै हुन हार्दिक अनुरोध गर्न चाहन्छु र मैले पूर्ण हाम्रो 100% रिजल्ट दिने विद्यालयको मैले अघि नै उद्घोष गरिसकेको थिएँ। स्मल हार्ट एकाडेमी भाइस प्रिन्सिपल सर बसन्त भण्डारी सरलाई म आफ्नो सम्मान लिदिनका लागि विद्यालयको हार्दिक अनुरोध गर्न चाहन्छु र सम्मान प्रदान गर्नको निमित्त म कार्यक्रमका प्रमुख अतिथि विशेष अतिथि र अतिथिगणहरूलाई म
म सरिक भइदिन अनुरोध गर्न चाहन्छु र यसै गरी नारायणी इङ्ग्लिस बोर्डिङ स्कुलका केपी आचार्य सरलाई पनि आफ्नो सम्मान दिइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। ड्रप साइलेन्समा हुनुहुन्थ्यो, कस्तो राम्रो संस्कार सिक्नुभएको, कति राम्रो चाहिँ संस्कारी भएर आउनुभएको भन्ने लागिराखेको छ, अहिले पनि लागेको छ। त्यही कारणले यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म धेरै समय लिन चाहन्न। हामी यो सम्मान पत्र यहाँलाई कतिखेर दिउँ भन्नेमा बढी फोकस भएका छौँ। तथापि मैले केही सामान्य लेखेर ल्याएको नभएकी भनेर म थोरै यहाँलाई सम्बोधन गर्ने अनुमति चाहन्छु। आदरणीय एसएससी 2082 उत्तीर्ण विद्यार्थीहरूलाई पदक तथा सम्मान कार्यक्रमका अध्यक्ष तथा नवल जिल्ला क्याप्टनका अध्यक्ष आदरणीय हरिहर अधिकारीज्यू, गण्डकी प्रदेशका क्याप्टन अध्यक्षज्यू लगायत गण्डकी प्रदेशका पदाधिकारी साथीहरू, नवलपुर जिल्लाका पदाधिकारी साथीहरू र विभिन्न नगरबाट आउनुभएका नगर क्याप्टनका अध्यक्ष पदाधिकारी साथीहरू र शिक्षा समन्वय इकाइका व्यक्तित्वहरू, केन्द्रीय सदस्यहरू, पूर्व केन्द्रीय सदस्यहरू थुप्रै हुनुहुन्छ, पत्रकार मित्रहरू, उपस्थित शिक्षक शिक्षिका मित्रहरू, अभिभावकज्यूहरू र सबैभन्दा आजको केन्द्रबिन्दु तपाईँ विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू साँच्चै भाग्यमानी पुस्तामा जोडिनु भएको छ। तपाईँहरू भाग्यमानी पुस्तामा गनिनुहुन्छ। थोरै गनाउनु, किनभने कुनै बेला तपाईँहरूको बुबा आमा अर्थात् हाम्रो पुस्ता अत्यन्तै दुःखमा पीडामा हुर्केको पुस्ताहरू हो। हामी 2 घन्टा 3 घन्टा 1 घन्टासम्म हिँडेर स्कुल जानु पर्थ्यो अनि जीवनभरि सङ्घर्ष गऱ्यौँ। साइकल किन्यो होला, मोटरसाइकल किन्यो होला, गाडीमा चढ्ने भयो होला, घर बनायो होला। अब तपाईँहरूले त्यो केही पनि गर्नु पर्दैन। तपाईँहरूले आफ्नो करियर बनाउने, आफ्नो राष्ट्र बनाउने अब तपाईँहरूको जिम्मामा छ। त्यसकारण पनि तपाईँहरू आज महत्त्वपूर्ण व्यक्तित्वमा गनिनुहुन्छ। अब तपाईँले मैले बिहान बेलुका के खाने होला, मैले कलेजमा दिनभरि पढेको भोलि पैसा कसरी तिर्नुपर्छ होला भन्ने अब तपाईँले सोच्नु पर्दैन। तपाईँहरूको बुबा आमाले सोच्नु भएको छ, हामीले सोचेका छौँ। तपाईँहरूलाई हार्दिक बधाई छ। क्याप्टन नवलपुरमा आज म यहाँ उपस्थित भइरहँदा, केही कुरा बोलिरहँदा करिब 46-47 सालको कुरा होला। यो जनआन्दोलन लगत्तै पछाडि जतिखेर प्रजातन्त्र आइसकेको थियो, विद्यार्थी भाइ बहिनीहरू याद गर्नु होला, मसँग गोजीमा 1 रुपियाँ पैसा नहुँदाखेरि 4 दिनसम्म म भोकै बसेको छु। 1 रुपियाँ पैसा नहुँदा 16 किलोमिटरसम्म हिँडेको छु। जतिखेर 1 रुपियाँ पैसा तिर्दाखेरि काठमाडौँमा जहाँबाट चढेर जहाँ उभिन पनि सकिन्थ्यो। त्यस्तो स्थिति अब तपाईँहरूका छैन। त्यसकारण पनि तपाईँहरू भाग्यमानी हुनुहुन्छ। क्याप्टन नवलपुरद्वारा आयोजित यस विशेष कार्यक्रममा उपस्थित हुन पाउँदा म अत्यन्तै खुसी र गौरवान्वित र उत्साहित भएको छु। किनभने आजको कार्यक्रम केवल एससी उत्तीर्ण विद्यार्थीहरूलाई विदाई गर्ने कार्यक्रम मात्र होइन। यो कार्यक्रम भविष्यका राष्ट्र निर्माताहरूलाई शुभकामना दिने कार्यक्रम हो। यो कार्यक्रम भविष्यका वैज्ञानिक, डाक्टर, इन्जिनियर, शिक्षक, उद्यमी, कलाकार, खेलाडी, प्रशासक, राजनीतिज्ञ र सम्पूर्ण परिवर्तनको सम्भाग तपाईँहरू। प्रिय विद्यार्थी भाइ बहिनीहरू, आज यहाँ उपस्थित तपाईँहरूलाई हेर्दा म केवल एससी परीक्षा दिएर अर्को चरणमा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई मात्र देखिरहेको छैन। म नेपालको भविष्य देखिरहेको छु। म भोलि नेतृत्वकर्ता देखिरहेको छु। म यस्ता पुस्ताहरू देखिरहेको छु जसले भोलि नेपाललाई नयाँ उचाइमा पुर्याउनेछ। आज तपाईँहरूको परिचय एससी उत्तीर्ण विद्यार्थीको रूपमा मात्र होइन, तपाईँहरू
आफ्नो भविष्य निर्माणको लागि पनि तपाईँहरू अगाडि बढिसक्नु भएको छ। तपाईँहरूले 10 या 15 वर्षको यही समूहभित्रबाट कोही सफल उद्यमी बन्नुहुनेछ, कोही चर्चित चिकित्सक बन्नुहुनेछ, कोही वैज्ञानिक बन्नुहुनेछ, कोही विश्वविद्यालयका प्राध्यापक बन्नुहुनेछ, कोही अन्तर्राष्ट्रिय खेलाडी बन्नेछन्, कोही कलाकार बन्नेछन् र कोही देशको नेतृत्व गर्ने स्थानमा पुग्नेछन्। आज हामी पनि त्यही भनिरहेछौँ। आज सरकारमा हुने त्यति मात्र होइन, सरकारमा हुने 50% हाम्रा विद्यार्थीहरू हुनुहुँदो रहेछ र 70% चाहिँ मान्यहरू हाम्रा विद्यार्थीहरू हुँदो रहेछ। त्योभन्दा पनि बढी फड्को मारेर अबको पुस्ता अगाडि जान्छ र भोलि यो देश निर्माण तपाईँहरूले गर्नुहुनेछ भन्ने हामी पूर्ण विश्वासमा छौँ। प्रश्न एउटै छ, त्यो व्यक्ति तपाईँ के बन्नुहुन्छ, अर्थात् तपाईँ के बन्ने कि नबन्ने। साथीहरू, जीवनमा सफल हुने मानिसहरू र सामान्य जीवन बिताउने मानिसहरू बिचको सबैभन्दा ठुलो फरक भनेको बुद्धिमा होइन, सपनामा हुन्छ। तपाईँले सपना देख्न सुरु गर्नुभयो भने पक्कै पनि भोलि सफल हुनुहुनेछ। जसले ठुलो सपना देख्छ उसले ठुलो लक्ष्य बनाउँछ, जसले ठुलो लक्ष्य बनाउँछ उसले ठुलो मेहनत गर्छ र जसले ठुलो मेहनत गर्छ उसले ठुलो सफलता हासिल गर्छ। त्यसैले म आज तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, सधैँ ठुलो सपना देख्नुहोस्। यदि तपाईँको सपना नै ठुलो सपना हुन्छ भने आफ्नो जीवनलाई ठुलो उद्देश्यसँग जोड्न पनि सकिन्छ। प्रिय विद्यार्थी भाइ बहिनीहरू, एसी एउटा महत्त्वपूर्ण परीक्षा त हो, तर त्योभन्दा महत्त्वपूर्ण तपाईँहरूको अगाडि एसएलसी छ। मैले अघि यहाँ चाहिँ खोजिसले ल्याउने भाइ बहिनीहरूलाई मैले आग्रह गरेको छु, एकदमै राम्रो, तपाईँहरूलाई शुभकामना छ। तर एसएलसीमा पनि तपाईँहरूले यही कायम गर्नुहोस् है, यही खोजी कायम गर्नुहोस् है मैले। त्यस कारणले जब एसएलसी उत्तीर्ण गर्नुहुन्छ त्यस पछाडि तपाईँहरूको यात्रा सुरु हुन्छ। तर पनि हाम्रो कल्चर के हुँदै आयो भने 10 कक्षा पास गरिसकेपछि अहिले पनि हाम्रो सोसाइटीमा 12 कक्षाको एसएलसी कतिखेर हुन्छ, कतिखेर रिजल्ट हुन्छ हामीलाई पत्ता हुँदैन। हामी आफू पनि, हाम्रो अभिभावक पनि, हाम्रो सोसाइटी पनि, हाम्रो विद्यार्थी भाइ बहिनीहरू पनि एससीकै पछाडि लागिराख्नु भएको छ। त्यसैले गर्दाखेरि एससीलाई महत्त्वपूर्ण छ भनेर मैले भन्न बाध्य पनि भइरहेको छु। तर एससीभन्दा महत्त्वपूर्ण एसएलसी हो भन्ने कुरा तपाईँहरूमा हेक्का पनि रहोस् भन्ने आग्रह गर्न चाहन्छु। प्रिय विद्यार्थी भाइ बहिनीहरू, एससी एउटा महत्त्वपूर्ण परीक्षा त हो, तर यो जीवनको अन्तिम गन्तव्य होइन। धेरै विद्यार्थीहरू नतिजा आएपछि अत्याधिक खुसी हुन्छन्, कोही अत्याधिक निराश हुन्छन्। तर म तपाईँहरूलाई एउटा कुरा स्पष्ट पार्न चाहन्छु, तपाईँहरूको जीवनलाई एउटा नतिजाले परिभाषित गर्दैन। इतिहासमा यस्ता हजारौँ सफल व्यक्तित्वहरू छन् जसले परीक्षा वा कुनै चरणमा असफल भोगेका थिए, तर उनीहरूले हार मानेनन्। असफलता अन्त्य होइन, सफलता भनेको फेरि उठ्ने अवसर हो, असफलता भनेको फेरि उठ्ने अवसर हो। याद राख्नुहोस्, हार्नु समस्या होइन, तर हार मानेर बस्नु चाहिँ समस्या हो। हाम्रो पालामा पनि हुनुहुन्थ्यो, अहिले त्यो समस्यामा कोही पनि विद्यार्थी देखिएको छैन। हाम्रो पालामा 9 चोटिसम्म एसएलसी फेल भएर पनि हार नमानेर आज पिएचडी गरेका चाहिँ हाम्रै सोसाइटीमा उदाहरणहरू छन्। तर तपाईँहरूले त्यो कहिले पनि यस्तो खालको समस्या भोग्नु परेन, त्यही कारणले पनि तपाईँहरू भाग्यमानी हुनुहुन्छ। प्रिय भाइ बहिनीहरू, आजको संसार अवसरले भरिएको संसार हो। एक समय थियो जब ठुलो अवसर पाउन ठुलो सहर पुग्नु पर्थ्यो। आज इन्टरनेटले संसारलाई एउटा गाउँ बनाइदिएको छ। नवलपुरमा बसेर पनि तपाईँहरू विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको कक्षा सुन्न सक्नुहुन्छ, विश्वका उत्कृष्ट पुस्तकहरू पढ्न सक्नुहुन्छ, विश्वका उत्कृष्ट व्यक्तिहरूलाई सिक्न सक्नुहुन्छ। त्यसैले नवलपुर छोडेर चितवन पुग्ने, नवलपुर छोडेर काठमाडौँ पुग्ने अब अवस्था छैन। काठमाडौँमा पाउने सुविधाहरू तपाईँहरूले नवलपुरमै पाउनुहुनेछ। त्यसैले आफूलाई कहिल्यै कमजोर नठान्नुहोस्। तपाईँ कुन ठाउँमा जन्मिनु भयो भन्ने कुरा महत्त्वपूर्ण होइन, तपाईँ कहाँ पुग्ने सपना देख्नुहुन्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। साथीहरू, आजको युगमा ज्ञान मात्र पर्याप्त छैन, सिप पनि चाहिन्छ, सृजनशीलता पनि चाहिन्छ, नेतृत्व क्षमता पनि चाहिन्छ, समस्या समाधान गर्ने क्षमता पनि चाहिन्छ। त्यसैले किताबका पाना मात्र नपढ्नुहोस्, जीवन पनि पढ्नुहोस्, मानिसहरूबाट सिक्नुहोस्, अनुभवबाट सिक्नुहोस्, गल्तीबाट सिक्नुहोस्, किनभने सिकाइ कहिले समाप्त हुँदैन। प्रिय विद्यार्थी भाइ बहिनीहरू, म तपाईँलाई आज एउटा होमवर्क भनौँ या एउटा काम भनौँ त्यो दिन चाहन्छु। आज राति घर गएपछि एउटा सानो कागज निकाल्नुहोस्,
राम्रो खालको एउटा चाहिँ तपाईँहरूले पेपर नै निकाल्नुहोस्, सानो पिस मात्रै होइन, भित्तामा टाँस्न मिल्ने खालको त्यहाँ लेख्नुहोस्। विद्यार्थी भाइ बहिनीहरू, मैले तपाईँहरूलाई फेरि ध्यान आकर्षण गराएँ, म 5 वर्षपछि कहाँ पुग्छु, के हुन्छु, 10 वर्षपछि के बन्न चाहन्छु, को बन्न चाहन्छु। अनि त्यो कागज आफ्नो कोठाको भित्तामा टाँस्नुहोस्। बिहान उठ्ने बित्तिकै कागजमा लेखेको कुराहरू पढ्नुहोस्। बेलुका सुत्ने बेलामा एकचोटि हेर्नुहोस् र सुत्ने बेलामा तपाईँले हेर्नुहोस्, आज मैले आफ्नो सपनाको नजिक पुग्ने काम के गरेँ। हरेक दिन यो एउटा प्रश्नले तपाईँको जीवनमा परिवर्तन ल्याउन सक्छ। र प्रिय भाइ बहिनीहरू, आजको सबैभन्दा ठुलो समस्या अवसरको अभाव होइन, सबैभन्दा ठुलो समस्या भनेको ध्यानको समस्या हो भनिन्छ। मोबाइल छ, सामाजिक सञ्जाल छ, मनोरञ्जनका हजारौँ माध्यमहरू छन्, तर सफल व्यक्ति त्यो हो जसले आफ्नो समयलाई नियन्त्रण गर्न सक्छ। त्यही हो समयको पाबन्दी। समय भनिराख्नुहुन्छ, तपाईँलाई घरमा भन्नुहुन्छ, तपाईँको प्रिन्सिपलले भन्नुहुन्छ, टिचरले भन्नुहुन्छ, सबैले समयको विषयमा तपाईँलाई सिकाइराख्नुहुन्छ। कारण त्यही नै हो। समयलाई तपाईँले नियन्त्रणमा लिन सक्नुभयो भने अवश्य पनि तपाईँहरूको गन्तव्य पुरा हुनेछ। समयको सम्मान गर्न सिक्नुहोस्, किनभने समयलाई सम्मान गर्न मानिसहरूलाई समयले नै सम्मान गर्छ। 24 घन्टा तपाईँलाई, सबैजनालाई 24 घन्टा बराबर दिएको समय छ र त्यही 24 घन्टाले तपाईँहरूको जीवनको भविष्य फैसला गर्नेछ। साथीहरू, जीवनमा सफल हुन 3वटा कुराले अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ। सपना, अनुशासन र निरन्तरता। जुन अनुशासन यहाँले देखाइराख्नु भएको छ त्यसमा तपाईँहरूले अब सपना देख्नुहोस्, जुन अघि भर्खरै मैले भनिसकेको छु, त निरन्तरता दिनुहोस्, तपाईँहरू अवश्य पनि आफ्नो गन्तव्यमा पुग्नुहुनेछ। अन्तिमसम्म टिक्ने थोरै हुन्छ, त्यसैले जस्तो सुकै चुनौती आए पनि आफ्नो लक्ष्यबाट विचलित नहुनुहोस्। प्रिय विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूको सफलताको यात्रामा शिक्षकहरूको ठुलो योगदान छ, तपाईँहरूको अभिभावकको ठुलो योगदान छ, तपाईँको स्कुलको योगदान छ। त्यसैले पनि एकचोटि तपाईँको अभिभावकले तपाईँले रोजेको स्कुलमा पढाउनलाई पठाइदिनु भयो, समयमा तपाईँलाई खर्च गरिदिनु भयो। एकचोटि तपाईँको अभिभावकको निमित्त तपाईँले एकचोटि तालीले सम्मान गर्न पनि म अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर तपाईँहरूलाई जुन प्रिन्सिपलले, जुन टिचरले तपाईँलाई पढाउने अवसर पाउनुभयो र तपाईँहरूले त्यस्तो स्कुल, त्यस्तो प्रिन्सिपलसँग पढ्ने अवसर पाउनुभयो, म प्रिन्सिपल र स्कुललाई पनि एकचोटि सम्मान गर्नलाई अनुरोध गर्न चाहन्छु। अब तपाईँहरूको यात्रा सुरु भएको छ, तपाईँले आफूलाई सम्मान गर्नुहोस्। एकचोटि जोरदार तालीले पुगेन, त्यो लक्ष्यलाई पुगेन त्यहाँ सबै अभिभावकले मात्र ताली बजाउनु हो। तपाईँहरूको लागि ताली बजाउनु धेरै धेरै धन्यवाद छ। तपाईँहरू सफल हुँदा सबैभन्दा बढी खुसी हुने व्यक्ति तपाईँका बुबा आमा हो। तपाईँ सफल हुँदा सबैभन्दा गर्व गर्ने व्यक्ति तपाईँका शिक्षक हो। त्यसैले उनीहरूको सङ्घर्षलाई सम्मान गर्नुहोस्, उहाँहरूको सपना पुरा गर्नुहोस्। प्रिय भाइ बहिनीहरू, नेपाललाई आज प्रतिभाशाली, इमान्दार, जिम्मेवार र सकारात्मक सोच भएका युवाहरूको आवश्यकता छ, जुन भविष्यले पनि बताउनेछ, वर्तमानले पनि बताइसकेको छ र हिजो पास्टले पनि बताइसकेको छ। हामीलाई समस्या देख्ने युवा मात्र होइन, समाधान खोज्ने युवा चाहिएका छन्। हामीलाई अवसर खोज्ने युवा मात्र होइन, अवसर सिर्जना गर्ने युवा चाहिएका छन्। हामीलाई भिड पछाउने युवा होइन, भिडलाई दिशा दिने युवा चाहिएको छ। म पूर्ण विश्वासका साथ भन्न चाहन्छु, आज यही सभाहरूमा बसेका विद्यार्थीहरूमध्ये भविष्यमा मन्त्री, वैज्ञानिक, सफल व्यवसायी, राष्ट्रिय कलाकार, अन्तर्राष्ट्रिय खेलाडी र समाज परिवर्तनका अभिभावकहरू बन्न सक्नुहुन्छ भनेर मैले फेरि पनि दोहोऱ्याएको छु। सायद आज तपाईँलाई आफ्नो क्षमताको पूर्ण जानकारी नहुन सक्छ, तर याद राख्नुहोस्, वरको विशाल रूप कुनै बेला एउटा सानो बिरुवा थियो, त्यो पनि नबिर्सिनुहोस्। र तपाईँ आज त्यही बिरुवा हुनुहुन्छ, भोलि वर जस्तै ठुलो विशाल रूप भएर झाङ्गिने सम्भावना प्रशस्तै बोकेर आउनुभएको छ। महानता जन्मिँदैन, महानता निर्माण गरिन्छ र त्यो निर्माण आजबाट सुरु हुन्छ। अन्त्यमा आज प्याप्सा नवलपुरले तपाईँहरूलाई बिदाई गरिरहेको छ, तर यो
अन्त्यको विदाई होइन, यो उडानको विदाई हो। आज तपाईँहरू रनवेमा उभिएको जहाज जस्तै हुनुहुन्छ। अब तपाईँहरूको उडान कति माथिसम्म पुग्छ त्यो तपाईँहरूको सपना, मेहनत, अनुशासन र आत्मविश्वासले निर्धारण गर्नेछ। त्यसैले ठुलो सोच्नुहोस्, ठुलो सपना देख्नुहोस्, ठुलो लक्ष्य बनाउनुहोस्, ठुलो मेहनत गर्नुहोस्, आफूमाथि विश्वास गर्नुहोस्। भविष्य तपाईँहरूको हो, सम्भावना तपाईँहरूकै हो र नेपालको आशा पनि तपाईँहरूमै नै छ। मलाई विश्वास छ आज प्याप्सन नवलपुरले विदाई गरेका विद्यार्थीहरूमध्येबाट भोलि नेपालले गर्व गर्ने अनेकौँ व्यक्तित्वहरू जन्मिनेछन्। सफल मात्र होइन, प्रेरणादायी बन्नुहोस्, धनी मात्र होइन उपयोगी बन्नुहोस्, ठुला मात्र होइन महान बन्नुहोस्। र अन्त्यमा सबै असल व्यक्ति सफल हुन्छन्। सुन्नुहोस् है, फेरि तपाईँलाई जीवनभरि काम लाग्छ, सबै असल व्यक्ति सफल हुन्छन्, सबै सफल व्यक्ति असल हुँदैनन्। त्यसले गर्दा तपाईँ असलभन्दा पनि सफलभन्दा पनि असल हुने कोसिस गर्नुहोस्, सबै सफल हुनेछ। धेरै धेरै धन्यवाद। जय प्याप्सन, जय नेपाल। धेरै धेरै धन्यवाद। आजका हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि प्याप्सन केन्द्रीय कमिटीका महासचिव आरबी कटवाल सरलाई म पुनः अब सम्मानलाई जोड्न चाहन्छु। म सम्मानलाई गैराकोट इङ्ग्लिस बोर्डिङ स्कुलका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, सम्बन्धित अभिभावकजीहरू र विद्यालयका प्रिन्सिपल एवं प्रतिनिधिज्यूहरूलाई म अगाडि आउन अनुरोध गर्न चाहन्छु। पूजा 3.92, सुशान्त नेपाने 3.92 जिपिए, क्रिस्टी अधिकारी 3.90, श्रीष्मा सिग्दल 3.87, अनमोल खाप्ले 3.86, सचिन पौडेल 3.86, दीक्षा चौधरी 3.83, सुशान्त ढकाल 3.81, प्रविशा गौतम 3.79, आरोही खड्का 3.78, आयुष कौंडल 3.79, आशीष सुबेदी 3.74, दीपशिखा सुबेदी सफल साक्षरता 3.91, रोजा विष्ट 3.91, सृष्टि आवाज 3.8 विद्यालयका शिक्षक प्रतिनिधि एवं विद्यार्थीहरू 3.95, दिपेश भुजेल 3.0 अगाडि आएर सम्मान गराउनको निम्ति हामीले प्याप्सन नवलपुर जिल्ला कार्य समितिले 18 बैठकबाट एउटा उपसमिति बनाएका थियौँ। त्यो उपसमितिले
आज व्यवस्थापकीय पक्षमा जुन भूमिका निर्वाह गर्नुभएको छ उहाँहरूलाई पेप्सन नलकुरको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको यस कार्यक्रमलाई धन्यवाद ज्ञापन गरिदिनुको लागि पेप्सन नलकुर जिल्ला कार्य समितिका उपाध्यक्ष आदरणीय डाक्टर प्रदीप आस्था सरलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद ज्ञापन गर्दछु। पेप्सनिस्ट सरहरू, आदरणीय अभिभावकज्यूहरू, जिल्ला कार्य समितिका साथीहरू, केन्द्र प्रदेशका सम्पूर्ण सरहरू सबैहरू आइदिनु भयो, कार्यक्रम सफल भयो। यहाँहरू सबैलाई धन्यवाद र फेरि आगामी दिनमा पनि योभन्दा अझ भव्य रूपमा कार्यक्रम विद्यार्थी बाबु नानीहरूको पेप्सनले गरिदिँदैछ भन्दै म पनि बिदा हुन चाहन्छु। धन्यवाद। धेरै धन्यवाद सरलाई र आजको यस कार्यक्रमलाई विधिवत रूपमा समापन गरिदिनुको लागि आजका यस कार्यक्रमका अध्यक्ष पेप्सन नलकुर जिल्ला कार्य समितिका सर्व अध्यक्ष आदरणीय हरिहर अधिकारी सरलाई हार्दिक अनुरोध गर्दछु। शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख एवं परीक्षा विभाग प्रमुखज्यू, पेप्सन केन्द्रीय कार्य समितिमा रहनुभएका केन्द्रीय सदस्यज्यूहरू, त्यसै गरी पेप्सन केन्द्रीय परिषद सदस्यज्यूहरू, पेप्सन जिल्लामा कार्यरत वरिष्ठ उपाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी सदस्य साथीहरू र पालिकाका अध्यक्षज्यूहरू लगायत यो कार्यक्रममा उपस्थित रहनुभएका सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू र प्यारा विद्यार्थी भाइबहिनीहरू, आज सम्पूर्ण जनको सहयोगले यो कार्यक्रम भव्यताका साथ समापन हुन गइरहेको छ। कार्यक्रममा योगदान पुर्याउनु हुने, कार्यक्रमलाई सहयोग गर्नुहुने यहाँहरू सम्पूर्णजनमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्न चाहन्छु। यो कार्यक्रमलाई सफल र व्यवस्थापन गर्नुको निमित्त एउटा उपसमिति गठन गरिएको थियो। उपसमितिका संयोजक एवं पेप्सन नवलपुरका वरिष्ठ उपाध्यक्ष भीमलाल खडेलज्यू लगायत समितिमा रहनुभएका उपाध्यक्ष डाक्टर प्रदीप आस्था, छोराबहादुर गुरुङ कोषाध्यक्ष, सदस्य चिरञ्जीवी गौडेल, सदस्य हिरालाल अर्याल, त्रिलोक तिवारी, पदम बराल लगायतको टिमलाई पुनः हार्दिक धन्यवाद पनि दिन चाहन्छु र यो कार्यक्रम समापन भएको अनुरोध गर्छु। धन्यवाद। नमस्कार।